एभ्रिवान नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आजको भिडियोमा चाहिँ म हजुरहरूलाई यो टुलिप फ्लावर ग्रानी स्क्वायर कसरी बनाउने भनेर देखाउन गइरहेको छु। अनि यसको लागि चाहिने सामानहरू चाहिँ मसँग छ 3 मिलिमिटरको हुक। यो चाहिँ 3.25 हो, तपाईहरुले चाहिँ 3 मिलिमिटर या 3.25 को युज गर्न सक्नुहुन्छ। अनि मसँग छ सिजर अनि स्टिच मार्कर अनिवार्य चाहिन्छ। अनि कलर चाहिँ हजुरहरूले यो कलरको लागि चाहिँ व्हाइट कलर अनि ग्रीन कलर चाहिँ अनिवार्य युज गर्नुहोस् होला। अनि टुलिप फ्लावरको लागि चाहिँ पिंक अथवा अरू कुनै कलर्सहरू युज गर्न सक्नुहुन्छ। अनि मैले क्रीम कलर युज गरेको छु ब्याकग्राउन्डको लागि। अनि हजुरहरूले चाहिँ यो ग्रानी स्क्वायर बनाएर ब्यागहरू बनाउन सक्नुहुन्छ, कुसनहरू बनाउन सक्नुहुन्छ। हरेक थरीको प्याटर्न्सहरू चाहिँ यो ग्रानी स्क्वायरबाट बनिन्छ। सो अब चाहिँ स्टार्ट गरौँ है त। अब चाहिँ फर्स्टमा हामीले एउटा म्याजिक रिङ बनाउने यहाँनिर। अनि म्याजिक रिङ बनाउनको लागि दुईटा फिङ्गर यसरी ल्याउनुहोस्। अनि हजुरहरूले चाहिँ यसरी लेटर एक्स बनाउने। अनि त्यसपछि पछाडि फर्काएर यो सेकेन्ड चेनलाई अगाडि लिएर आउने। अनि हामीले यहाँनिर चाहिँ 3टा चेन बनाउनु पर्छ है। यो भयो एउटा अनि दुईवटा अनि तीनवटा। अनि यो तीनवटा चेन बनाइसकेपछि यो 3टाको यो फर्स्टमा हामीले यहाँ चाहिँ मार्क गर्नुपर्ने हुन्छ है। अनि हामी चाहिँ अब यसलाई काउन्ट गर्छौँ। यो चाहिँ एउटा अलरेडी 16 मा एउटा भइसक्यो डबल क्रोशे। हामीले चाहिँ यहाँनिर म्याजिक रिङ भित्र बनाउनु पर्ने डबल क्रोशे 15 वटा बनाउनु पर्छ। अब यो 16 है। अब 15 डबल क्रोशे यहाँ भित्र। यो भयो, यो अलरेडी एउटा डबल क्रोशे, दुईटा अनि तीनवटा, फेरि अर्को 4 वटा अनि फेरि अर्को 5, अर्को 6, अर्को 7, अर्को 8 अनि फेरि 9 यो भयो 9 बनाउनु पर्यो। 16 वटा हामीले चाहिँ 16 वटा डबल क्रोशे बनायौँ यहाँनिर 15 डबल क्रोशे। अनि यो अब स्टिच मार्करलाई हटाएर हामी चाहिँ यहाँबाट राउन्ड 2 स्टार्ट गर्छौँ। यो चाहिँ हाम्रो राउन्ड 1 हो। अब चाहिँ हामी यहाँनिर यो स्टिच मार्करलाई हटाएर एउटा स्लिप स्टिच बनाउँछौँ चेन 3 1 2 3 मा यहाँनिर। अनि यो बनाइसकेपछि हामीले के गर्ने, एउटा स्लिप स्टिच भइहाल्यो यहाँनिर। अनि स्लिप स्टिच बनाइसकेपछि हामीले यहाँनिर कलर चेन्ज गर्नु पर्यो। राउन्ड 2 मा हरियो कलर ल्याउनु पर्यो लिफ पार्टको लागि। सो अब चाहिँ म लिफ पार्टको लागि यो ग्रीन कलर लिएर आउँदैछु। अनि हामीले चाहिँ यहाँनिर यो ग्रीन कलरको धागोलाई यसरी हाल्दा पनि भयो। अनि तपाईहरुले चाहिँ यो स्लिप स्टिच बनाउनु भन्दा अगाडि यहाँ जुन छ यो स्टिच र यो स्टिचलाई यसरी राख्नुहोस्। अनि यहाँनिर तपाईहरुले कलर चेन्ज गरिदिनुस् है त। स्लिप स्टिच नबनाइकिन कलर चेन्ज गर्न पनि मिल्छ। त्यसैले हामी चाहिँ यहाँ लिएर आउने एउटा अनि यो ल्याएपछि दुईटा चेन बनाउने। दुईटा चेन बनाएपछि यसलाई टाइट गरिदिने यो क्रीम कलरको धागोलाई। अनि यही भित्र हामी एउटा डबल क्रोशे बनाउँछौँ। एउटा डबल क्रोशे भइसक्यो। अब हामी यहाँनिर चेन 2 अनि फेरि अर्को पनि डबल क्रोशे यही भित्र बनाउने छौँ। अनि यति बनाइसकेपछि हामीले चाहिँ एउटा स्किप गर्ने, यसलाई स्किप गरेर फेरि अर्कोमा बनाउने। अर्कोमा एउटा डबल क्रोशे अनि चेन 2 फेरि डबल क्रोशे एउटैमै, फेरि स्किप गर्ने, फेरि यसमा डबल क्रोशे बनाउने एउटा अनि चेन 2 गर्ने अनि फेरि डबल क्रोशे यही भित्र, फेरि पनि स्किप गर्ने अनि यहाँनिर बनाउने एउटा डबल क्रोशे अनि फेरि चेन 2 फेरि डबल क्रोशे। फेरि स्किप गर्ने, यहाँनिर डबल क्रोशे बनाउने एउटा चेन 2 गर्ने फेरि डबल क्रोशे एउटा बनाउने। हाम्रो प्याटर्न चाहिँ यस्तो देखिरहेको छ। हामीले टोटल 1 2 3 4 5
अनि 6 7 8 टोटल 8 वटा बनाउनु पर्ने हुन्छ है हामीले चाहिँ यहाँनिर राउन्ड नम्बर 2 को लास्टमा के गर्ने भने अघि हामीले बनाएको चेन 2 को यसमा चाहिँ हामी एउटा स्लिप स्टिच बनाउने छौं 1 and 2 यहाँनिर एउटा स्लिप स्टिच बनाइदिने अनि यो स्लिप स्टिच बनाउनु भन्दा अगाडि नै हामीले कलर चेन्ज गर्नुपर्ने हुन्छ यहाँनिर सो अब चाहिँ हामी फ्लावरको लागि यो चाहिँ लीफ भयो फ्लावरको लागि चाहिँ पिंक युज गर्न जाँदैछौं यो कलर अनि हामीले यहाँनिर कलर चेन्ज गर्नुपर्ने हुन्छ सो कलर चेन्ज गर्नको लागि चाहिँ यो दुईवटाकोमा यसरी लिएर आउने अनि फेरि पनि हामीले के गर्नुपर्छ यहाँनिर भने चेन 2 बनाउनु पर्यो एउटा दुईवटा अनि अब चाहिँ हामी यहाँनिर यहाँबाट राउन्ड 3 स्टार्ट गर्ने छौं राउन्ड 3 मा के गर्ने त हामीले यहाँनिर पिकट स्टिच गर्ने पिकट स्टिच भनेको चाहिँ यस्तो खालको यहाँ भित्र चाहिँ हामीले 5 वटा डबल क्रोशे बनाउनु पर्छ यो भयो एउटा दुईवटा तीनवटा चारवटा अनि 5 वटा यो 5 वटा बनाइसकेपछि चाहिँ हामीले यहाँनिर पपकर्न स्टिच बनाउने त पपकर्न स्टिच बनाउनको लागि चाहिँ यो फर्स्ट डबल क्रोशेमा यसरी छिराउने अनि यसलाई तान्ने एउटा स्लिप स्टिच बनाइदिने फेरि यहाँनिर चेन 4 1 2 3 4 बनाउने अनि फेरि हामी सेम प्रोसेस हो सबै स्पेसमा बनाउँदै जाने 5 वटा डबल क्रोशे बनाएर त्यसलाई स्लिप स्टिच बनाउँदाखेरि चाहिँ यसलाई पपकर्न स्टिच भनिन्छ है त यो भयो दुईवटा त्यसपछि तीनवटा चारवटा अनि फेरि 5 वटा यो बनाइसकेपछि फेरि फर्स्ट डबल क्रोशेमा जाने यसरी अनि स्लिप स्टिच बनाइदिने अनि फेरि चेन 4 1 2 3 4 फेरि 4टा चेन बनाउने अनि सेम यही प्रोसेस हो पपकर्न स्टिच यो स्पेस भित्र हामीले पपकर्न स्टिच बनाउनु पर्ने हुन्छ एउटा दुई तीन अनि 4 5 अनि फेरि हामी यहाँनिर पपकर्न स्टिच बनाउने छौं फेरि 4टा चेन 1 2 3 4 सो यही प्रोसेसमा चाहिँ हामीले यो बनाउँदै जाने यहाँसम्म जहाँ स्पेस छ त्यहाँसम्म हामीले यो बनाउने है त टोटल चाहिँ 8 वटा हुनुपर्छ यो पनि हामी चाहिँ लास्ट स्टेजमा छ अनि अब यहाँनिर पनि हामी पपकर्न स्टिच नै बनाउने छौं यो चाहिँ टुलिप फ्लावरको डिजाइन हो अनि राउन्ड 4 को लास्टमा यही पपकर्न बनाउने एउटा अनि फेरि चेन 4 गर्ने 1 2 3 4 4 4वटा चेन बनाइसकेपछि अब हामीले अघि बनाएको चेन 2 मा यहाँनिर चेन 2 मा जाने अनि एउटा स्लिप स्टिच बनाउने तर स्लिप स्टिच बनाउनु भन्दा अगाडि नै हामीले अलवेज कलर चेन्ज गर्दै छौं त्यसैले यहाँ पनि हामी कलर चेन्ज गर्ने छौं
सो सबैजनाले यहाँ देख्न सक्नुहुन्छ यो सेप चाहिँ यस्तो खालको आउँदैछ यसको हामीले टोटल यो पनि टोटल 1 2 3 4 5 6 7 8 8वटा बनाउनु पर्ने हुन्छ है टोटल अब चाहिँ हामी यहाँनिर स्क्वायर सेप बनाउन जाँदैछौँ यो चाहिँ ग्रानी स्क्वायर हो सो ग्रानी स्क्वायरको लागि चाहिँ हामीले स्क्वायर बनाउनु पर्ने हुन्छ यहाँ तीनटा यहाँ तीनटा यहाँ तीनटा यता तीनटा राउन्ड 3 चाहिँ सकिसकेको छ सो अब राउन्ड 3 लाई चाहिँ हामीले क्लोज गरिदिने है त राउन्ड 3 लाई चाहिँ यहाँनिर एउटा स्लिप स्टिच बनाइदिने यो चेनको भागमा यहाँनिर अनि एउटा स्लिप स्टिच बनाइसकेर चाहिँ यो भयो एउटा स्लिप स्टिच अनि एउटा चेन बनाउने अनि यो धागोलाई चाहिँ हामीले यहाँनिर काट्दिनु पर्छ म यो धागोलाई चाहिँ यहाँ काट्दिन गइरहेको छु अनि यो काटिसकेर चाहिँ तपाईहरुले नजिकैको चेनतिर यसरी लुकाउनुहोस् है त धागोलाई 1 बाइ 1 यताउति लुकाउनुहोस् अनि मात्रै काट्नुहोस् होला धागो त्यतिकै नकाट्नुहोस् अनि अब चाहिँ हामी यहाँनिर यो ग्रीन कलरलाई पनि यहाँनिर काट्ने छौं अलिकति लामो अनि फेरि यो क्रीम कलरलाई पनि यहाँनिर हामी काट्दिने छौं थोरै लामै काट्ने अनि त्यसपछि यो ग्रीन र यो ग्रीनलाई चाहिँ तपाईहरुले यसरी अलिकति एकचोटी दुईचोटी यसरी टाई गरेर चाहिँ बल्ल काटिन सक्नुहुन्छ लुकाएपछि यसलाई पनि त्यस्तै गर्ने हो यो पनि सेम सबैलाई यसरी काटिसकेपछि चाहिँ फेरि अब यहाँनिर हामीले कलर चेन्ज गर्ने स्क्वायर बनाउनुको लागि अनि कलर चेन्ज गरेर चाहिँ म चाहिँ यहाँनिर अब व्हाइट युज गर्न जाँदैछु यो टुलिप त रेडी भयो हाम्रो अब यहाँनिर म चाहिँ व्हाइट कलरको धागो युज गरेर स्क्वायर सेप बनाउने छु हजुरले चाहिँ यहाँनिर एउटा स्लिप नट बनाउनुस् होला फर्स्टमा यसरी स्लिप नट बनाउने अनि स्लिप नट बनाइसकेपछि बल्ल हामीले चाहिँ यहाँनिर जोइन गर्नुपर्छ है त अनि यो जुनै पनि स्पेसमा तपाईहरुले चाहिँ यहाँ तलसम्म यहाँदेखिको यहाँदेखि चाहिँ हामीले बनाउनु पर्ने हो त्यही भएर जुनै स्पेसमा पनि तपाईहरुले यो लिफको जुनै स्पेसमा पनि यसरी हुकलाई छिराएर अनि यसलाई पनि तान्नुस् यहाँबाट छिराउनुस् अनि तीनटा चेन बनाउने यो चाहिँ एउटा डबल क्रोशे भइहाल्यो अब हामीले यहाँनिर तीनवटा डबल क्रोशे योसँग गरेर मतलब योसँग गरेर तीनटा है एउटा दुईटा अनि तीनवटा अब हामीले चाहिँ एउटै यहाँनिर के गर्ने भन्दाखेरि मार्क गर्ने फर्स्टमा यो फर्स्ट डबल क्रोशेलाई चाहिँ मार्क गर्ने यहाँनिर अनि हामीले यही भित्र फेरि पनि दुईटा चेन बनाउने एउटा चेन दुईटा चेन बनाउने अनि यही भित्र फेरि हामीले तीनटा डबल क्रोशे बनाउने है त फेरि अझै एउटा अनि दुईवटा अनि तीनवटा सो तीनटा डबल क्रोशे चेन टु तीनटा डबल क्रोशे गर्ने है त सो यो प्रोसेस हो अनि यो बनाइसकेपछि हामीले सेम यसरी नै बनाउँदै जाने हो तीनटा डबल क्रोशे चेन टु यो चाहिँ स्क्वायर्सको लागि है यो चाहिँ स्क्वायर बनाउनुको लागि चारटा स्क्वायरमा चाहिँ खाली यो बनाउने हामीले
तर अर्को स्पेसमा चाहिँ 3टा डबल क्रोसे मात्र बनाउने। यहाँ चाहिँ एउटा अनि 2वटा ने 3वटा 3टा डबल क्रोसे। अनि फेरि अर्कोमा हामीले स्क्वायर बनाउनु पर्यो, 3टा डबल क्रोसे बनाउने। यो भयो। एउटा कुरा चाहिँ नबिर्सिनुहोस् होला, हामीले चाहिँ यहाँनिर 3टा डबल क्रोसे बनाउँदा पनि यही मुनिबाटै ल्याउनु पर्यो है। 3टा डबल क्रोसेमा पनि मुनि लिफ पार्टबाटै एउटा, यहाँबाट 2वटा अनि फेरि यहीँ तलबाट 3वटा यसरी बनाउने। फेरि पनि हामीले तलैबाट डबल क्रोसे बनाउने 3टा। यो भयो एउटा अनि यसपछि हामी बनाउँदैछौँ 2वटा डबल क्रोसे अनि फेरि यहाँबाट हामी 3वटा डबल क्रोसे। अब यो बनाइसकेपछि हामीले यहाँनिर चेन 2 गर्ने, फेरि चेन 2 अनि फेरि 3टा डबल क्रोसे यहीँ भित्र है त। यो चाहिँ स्क्वायर सेप बनाउनको लागि चाहिँ हामीले यो फलो गर्दैछौँ। 3टा डबल क्रोसे चेन 2 3टा डबल क्रोसेले चाहिँ हाम्रो कर्नर अनि ग्रानी स्क्वायरको 4टा स्क्वायर चाहिँ क्रिएट हुन्छ है त। यो भयो 2टा अनि यो भयो 3वटा। अब हामीले सेम गर्ने, यहाँ पनि 3वटा डबल क्रोसे बनाउने। यो भयो एउटा, यो भयो 2वटा, यो भयो 3वटा। अब फेरि हामीले अर्को कर्नर बनाउने, यहाँनिर 3टा डबल क्रोसे बनाउने फर्स्टमा अनि चेन 2 अनि फेरि 3टा डबल क्रोसे त्यही भित्र बनाउने त। यो भयो 2वटा, यो भयो 3टा, फेरि चेन 2 अनि यहाँनिर फेरि 3टा डबल क्रोसे, एउटा अनि फेरि 2वटा अनि फेरि 3वटा। हाम्रो यहाँ देख्न सक्नुहुन्छ यो एउटा स्क्वायर, यो एउटा स्क्वायर भयो, यो 2टा। अब हामी यहाँ 3टा बनाउनेछौँ। यो अलरेडी एउटा बनिसकेको छ यहाँनिर। अब फेरि यहाँनिर हामीले 3टा डबल क्रोसे मात्रै गर्ने। यो भयो एउटा, 2वटा र फेरि यहाँबाट अर्को 3वटा अनि फेरि अब हामी एउटा लास्ट यहाँनिर लास्ट स्क्वायर बनाउँदैछौँ। तर हामीले चाहिँ तलैबाट लानुपर्छ है, माथिबाट होइन, यहीँबाट तलैबाट। अब यहाँ फेरि 3टा बनाउने, एउटा भइहाल्यो अनि फेरि अर्को बनाउँदैछौँ 2टा अनि अर्को छ 3वटा। अनि यो 3वटा बनाइसकेपछि चाहिँ के गर्ने त, हामीले फेरि चेन 2 बनाउने, 2टा चेन एउटा 2टा बनाउने अनि त्यसपछि फेरि यहीँनिर 3वटा डबल क्रोसे। यो भयो एउटा, यो भयो 2वटा अनि अर्को छ 3वटा। यो बनाइसकेपछि फेरि अर्को स्पेसमा हामीले 3टा मात्र बनाउने है त, 3टा मात्र डबल क्रोसे बनाउने। यो भयो एउटा, यो भयो 2 अनि यो भयो 3। ल अब चाहिँ हामीले यहाँनिर लास्टमा यो लास्ट स्टिच हो, मतलब यो लास्ट स्टिच है, राउन्ड 4 को लास्ट स्टिचमा छौँ। अनि एउटा यहाँ चेन 3 मा चाहिँ एउटा हामीले 1 2 3 यहाँनिर एउटा स्लिप स्टिच बनाइदिने। अब हामीले चाहिँ यहाँनिर फेरि कलर चेन्ज गर्न जाँदैछौँ। अनि कलर चेन्ज गरेर तपाईहरुले चाहिँ यहाँ स्लिप स्टिच बनाइसकेर फेरि कलर चेन्ज गर्न नि मिल्छ। यहाँ चेन 1 बनाउने अनि यो धागोलाई चाहिँ यहाँनिर एन्ड गरिदिने। यो गरिसकेपछि यता तपाईहरुले चाहिँ यसलाई यसरी लुकाउन सक्नुहुन्छ 1 by 1।
अब यो धागोलाई चाहिँ म यहाँनिर काटिदिनेछु। हाम्रो टुलिप प्याटर्न्स चाहिँ यस्तो देखिरहेको छ। हामीले यहाँनिर हेर्नुहोस्, यो भयो एउटा, दुईवटा, तीनवटा, चारवटा, चारवटा चाहिँ स्क्वायर बनाउनु पर्छ, किनभने यो त ग्रान्ड स्क्वायर हो, टुलिप फ्लावरको ग्रान्ड स्क्वायर हो यो। अब हामीले लास्ट पार्ट पनि गर्नेछौँ। यहाँनिर लास्ट पार्टमा चाहिँ हामी अर्कै धागो युज गर्छौँ। जुन धागो हामीले यो पहिला युज गऱ्यौँ त्यही युज गर्दा राम्रो हुन्छ। अब क्रिम कलरको धागो युज गर्ने, अनि फेरि हामीले यो स्क्वायरको ठाउँमा एकचोटि बनाउने, अलिकति ठुलो सेप बनाउनुको लागि चाहिँ हामीले फेरि बनाउनु पर्छ है त। म चाहिँ यहाँनिर अब यो धागो युज गरेर फेरि यहाँनिर बनाउने छु। लास्ट पार्ट राउन्ड 5 मा के गर्ने त, फेरि हामी एउटा स्लिप नट बनाउने यहाँनिर। अनि स्लिप नट बनाइसकेर चाहिँ राउन्ड 5 स्टार्ट गर्ने। अनि राउन्ड 5 चाहिँ हामीले अलिकति ठुलो बनाउनुको लागि हो। अब राउन्ड 5 मा हामीले चाहिँ जहाँनिर यहाँनिर चेन यहाँबाट गर्दा पनि हुन्छ है, यहाँदेखि यसरी चाहिँ स्लिप नट बनाएर तपाईँहरूले चाहिँ यहाँ यसरी छिराउन सक्नुहुन्छ। अनि अब यहाँ 3टा चेन बनाउने, 1 2 3टा। अनि अब अर्कोमा हामी एउटा डबल क्रोशे, यो अलरेडी एउटा भइसकेको छ, 2टा डबल क्रोशे भयो, अनि 3टा डबल क्रोशे, 3टा डबल क्रोशे बनाउने। अनि त्यसपछि यहाँबाट चाहिँ हामीले यो स्पेसमा अघि हामीले बनाएको जुन चाहिँ स्पेस थियो, यहाँनिर चाहिँ अब हामीले के गर्ने भन्दाखेरि 2टा डबल क्रोशे बनाउने। यो भयो एउटा, अनि दुईवटा, अनि यहीँभित्र एउटा चेन 2, अनि फेरि यहीँभित्र 2वटा डबल क्रोशे फेरि पनि बनाउने, एउटा अनि दुईवटा गर्ने। अनि फेरि अब हामी यहाँबाट 6वटा डबल क्रोशे बनाउँछौँ है त। टोटल 6वटा डबल क्रोशे यहाँबाट यो बनायौँ, 1 2 3 यहाँदेखि है। यो भयो एउटा, एक-एकवटा डबल क्रोशेमा बनाउने। यो भयो 2, अनि 3टा, 4टा, 5वटा, अनि फेरि यहाँनिर एउटा 6वटा, बिचको पार्टमा 6वटा भयो। अब फेरि हामी अर्कोमा चाहिँ के गर्छौँ, सेम अघि हामीले बनाएको जस्तै 3टा डबल क्रोशे बनाउने। यहाँबाट एउटा, दुईवटा, अनि 3वटा। अनि यो स्पेसभित्र चाहिँ हामी 2वटा डबल क्रोशे बनाउँछौँ। एउटा स्क्वायरको यो कर्नर, यो चाहिँ कर्नर भनौँ न, यो र यो कर्नर हो है। अनि यहाँ चाहिँ हामीले 2वटा डबल क्रोशे बनाउने कर्नरमा, अनि फेरि चेन 2, चेन 1, चेन 2, अनि फेरि यहीँभित्र अर्को पनि डबल क्रोशे 2टा बनाउने, एउटा अनि दुईवटा। यसपछि फेरि हामी 6वटा डबल क्रोशे बनाउने छौँ। यहाँदेखि स्टार्ट गर्ने, एउटा भइहाल्यो, दुईवटा, तीनवटा, 4 5 अनि लास्टमा एउटा 6 भयो। अनि फेरि यहाँनिर हामीले 3टा डबल क्रोशे बनाउनु पर्यो। एउटा कर्नरको यतापट्टि साइडमा चाहिँ 3वटा हुन्छ है। अब कर्नरमा चाहिँ हामीले के गर्ने, 2टा डबल क्रोशे, यो कर्नरभित्र 2टा, एउटा अनि दुईवटा, अनि चेन 2, फेरि यहाँबाट एउटा, अनि दुईवटा। यो भयो दुईवटा। सो सेम प्रोसेस फलो गरेर हामीले यहाँ पनि बनाउने है त। यहाँसम्म आएपछि म तपाईँहरूलाई फेरि लास्टमा के गर्ने भनेर देखाउने छु। यहाँ 6वटा बनाइसक्यौँ। अब लास्ट स्टेजमा चाहिँ हामीले यो 1 2 3 यहाँनिर चाहिँ एउटा स्लिप स्टिच बनाउने, यो चेन 3 मा।
अनि एउटा स्लिप स्टिच बनाउने यसरी, अनि चेन 1 बनाउने, अनि यो धागोलाई अलिकति लामो काटिदिने, यो काटिसकेपछि अलिक टाइट गर्ने, त्यसपछि यो 1 by 1 नजिकैको चेनमा तपाईले चाहिँ यसलाई हाइड गर्ने यसरी। यो भयो एउटा, 2 अनि 3 चोटी, 4 चोटी। अब चाहिँ काटिदिँदा पनि के हुँदैन, सेक्युर भइसक्यो। अब चाहिँ काटिदिँदा पनि तपाईको खुस्किदैन है। सो सबैजना मैले चाहिँ टुलिप फ्लावर बनाइसकेँ, आई मिन टुलिप फ्लावरको ग्रानी स्क्वायर चाहिँ बनाइसकेको छु। यस्तो खालको देखिन्छ। हजुरहरू पनि ट्राई गर्नुहोस् होला। अनि यो टुलिप फ्लावरले चाहिँ हजुरहरूले ब्यागहरू, अनेक ब्यागहरू भयो, अनि कुसन्सहरू भयो, धेरै कुराहरू बनाउन सक्नुहुन्छ। अनि यो फ्लावरलाई चाहिँ यसरी अगाडि लिदिने यसरी। हेर्नुहोस् यसरी यो स्क्वायर सेप यो एउटा, 2 अनि यो 3 अनि यो 4। ओके साथीहरू, सबैजनालाई यो प्याटर्न मन पर्यो भने चाहिँ मलाई फलो गर्नुहोस् है, सब्सक्राइब गर्नुहोस् मेरो च्यानललाई, अनि लाइक गरिदिनुहोस् है भिडियोहरूलाई पनि। अनि हजुरहरूले सपोर्ट गर्नु पर्यो नि सबैजना। आजको लागि चाहिँ यति नै। फेरि पनि भेटौँला नयाँ भिडियोमा। धन्यवाद।